साथीहरू तपाईहरूको आज यो भिडियोमा म सिकाउन गइरहेको छु कि साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोन रहेको टिकटक आइडीको प्रोफाइलमा फोटो कसरी चेन्ज गर्ने। यदि साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा भएको टिकटक आइडीको प्रोफाइलमा फोटो चेन्ज गर्नको लागि सिक्न चाहनुहुन्छ भने तपाईहरूले के गर्नु होला सिक्नको लागि यो भिडियोलाई स्किप नगरी यो भिडियोको सुरुदेखि सम्म हेर्दै गर्नु होला। ल साथीहरु लागौ भिडियोतर्फ। साथीहरू तपाईहरूले पनि आफ्नो टिकटक आइडीको प्रोफाइलमा फोटो चेन्ज गर्नको लागि के गर्नु होला तपाईहरू पनि आफ्नो मोबाइल फोनमा भएको टिकटक एप्लिकेसनलाई ओपन गर्नु होला। टिकटक एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरू तपाईहरूले के गर्नु होला आफ्नो टिकटक आइडीको प्रोफाइलमा फोटो चेन्ज गर्नको लागि टिकटक एप्लिकेसनमा आइसकेपछि यहाँ चाहिँ प्रोफाइलको अप्सन छ नि यहाँ चाहिँ प्रोफाइलको अप्सनमा क्लिक गर्नु होला। प्रोफाइलको अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरू पनि आइहाल्नुहुन्छ आफ्नो टिकटक आइडीको प्रोफाइलमा। आफ्नो टिकटक आइडीको प्रोफाइलमा आइसकेपछि यहाँ चाहिँ एडिट भन्ने अप्सन छ नि एडिट भन्ने अप्सनमा क्लिक गर्नु होला। एडिट भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरू यहाँ चाहिँ आफ्नो टिकटक आइडीको प्रोफाइलको अप्सनको माथि क्लिक गर्नु होला। आफ्नो टिकटक आइडीको प्रोफाइलको अप्सनको माथि क्लिक गरिसकेपछि साथीहरू तपाईहरू यहाँ चाहिँ अपलोड फोटो भन्ने अप्सन छ नि अपलोड फोटो भन्ने अप्सनमा क्लिक गर्नु होला। अपलोड फोटो भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको यहाँ चाहिँ मोबाइलको ग्यालेरी खुलेर आइहाल्छ। तपाईहरू पनि आफ्नो मोबाइलको ग्यालेरीबाट जुन पनि फोटो लगाउनको लागि चाहनुहुन्छ नि आफ्नो टिकटक आइडीको प्रोफाइलमा त्यो फोटोको माथि क्लिक गर्नु होला। फोटोको माथि क्लिक गरिसकेपछि साथीहरू तपाईहरू यहाँ चाहिँ नेक्स्ट अप्सन छ नि नेक्स्ट अप्सनमा क्लिक गर्नु होला। नेक्स्ट अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको यहाँ चाहिँ फोटो आइहाल्छ। तपाईहरू पनि आफ्नो फोटोलाई यहाँबाट मिलाइलिनु होला। तपाईहरूले आफ्नो फोटोलाई जति साइजमा लगाउनको लागि चाहनुहुन्छ नि त्यति साइजमा फोटोलाई मिलाइलिनु होला। फोटोलाई मिलाइसकेपछि साथीहरू तपाईहरू यहाँ चाहिँ सेभ पोस्ट भन्ने अप्सन छ नि सेभ पोस्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। सेभ पोस्ट भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको एकछिन यहाँ अपलोडिङ लिन्छ। अपलोडिङ लिइसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको टिकटक आइडीको प्रोफाइलमा फोटो चाहिँ चेन्ज भइहाल्छ। साथीहरू तपाईहरू पनि एकछिन यहाँ रोक्नु होला। रुकिसकेपछि साथीहरू तपाईहरूले हेर्न सक्नुहुन्छ मेरो चाहिँ टिकटक आइडीको प्रोफाइलमा फोटो चाहिँ चेन्ज भइसकेको छ। साथीहरू तपाईहरू यसरी नै आफ्नो मोबाइल फोनको टिकटक आइडीको प्रोफाइलमा फोटो चेन्ज गर्न सक्छ। साथीहरू तपाईहरूको यो भिडियो चाहिँ राम्रो लाग्यो भने एउटा कमेन्ट पनि गर्नु होला। अनि तपाईहरूले अहिलेसम्म मेरो युट्युब च्यानलमा नयाँ आउँदै हुनुहुन्छ भने तपाईहरूले के गर्नु होला मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गरिदिनु होला अनि यो भिडियोलाई आफ्नो साथीहरुमा पनि सेयर गरिदिनु होला। ल साथीहरू आजको भिडियोमा यति नै थियो। बाई।